वेलकम एभ्रिवान, म आशिष राई। आज म तपाईलाई बेस्टिज अर्थात् हेल्दी लिभिङबाट कसरी इन्कम लिन सक्छौँ र हेल्दी लिभिङले कसरी इन्कम दिन्छ र यसमा हामी किन अगाडि बढ्न जरुरी छ भन्ने कुरालाई प्रेजेन्ट गर्नेछु। र हेल्दी लिभिङको इन्कमलाई बुझ्नुभन्दा अगाडि हेल्दी लिभिङको प्रोफाइललाई मजाले बुझ्नुपर्ने हुन्छ र प्रोफाइलको विषयमा अलरेडी मैले भिडियो बनाइसकेको छु। यदि तपाईँले त्यो हेर्नु भएको छैन भने त्यसको लिङ्क डिस्क्रिप्सनमा रहेको छ, तपाईँले त्यहाँबाट गएर हेर्न सक्नुहुन्छ। भनिन्छ एक दिनको मेहनतले जिन्दगीलाई परिवर्तन गर्न सकिँदैन, तर एकचोटि सोचेर गरेको निर्णयले पक्कै पनि जिन्दगीलाई नेक्स्ट लेभलसम्म लान सकिन्छ। र आजको यस भिडियो तपाईँको जिन्दगीको एउटा बेस्ट अपर्च्युनिटी पनि हुनसक्छ, त्यसैले स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। र अब हेल्दी लिभिङको इन्कमलाई बुझ्नुभन्दा अगाडि फर्स्ट अफ अल हामीले डाइरेक्ट सेलिङलाई बुझ्नुपर्ने हुन्छ। अब डाइरेक्ट सेलिङ के हो त? र डाइरेक्ट सेलिङ हामी किन गर्न जरुरी छ? यदि जीवनमा हामीले पर्सनल डेभलपमेन्ट चाहन्छौँ, हाम्रो सपनालाई पुरा गर्न चाहन्छौँ, हेल्दी लाइफ, वेल्दी लाइफ र एक्स्ट्रा अर्डिनरी लाइफस्टाइल चाहन्छौँ भने हामीले डाइरेक्ट सेलिङलाई चुज गरेर अगाडि बढ्न सकिन्छ। किनकि आजको युगमा डाइरेक्ट सेलिङ एउटा नम्बर 1 बिजनेसको रूपमा चिनिन्छ। अब डाइरेक्ट सेलिङले हामीले इजिली गर्न सक्छौँ। दिनमा रहेको तपाईँको फ्री टाइम 1 देखि 2 घण्टालाई तपाईँले म्यानेज गरेर त्यसलाई युटिलाइज गरेर डाइरेक्ट सेलिङ मजाले गर्न सकिन्छ। र स्पेसली डाइरेक्ट सेलिङ त्यो व्यक्तिले पनि गर्न सक्नुहुन्छ जो स्टुडेन्ट हुनुहुन्छ, जो जब होल्डर हुनुहुन्छ, जो हाउसवाइफ हुनुहुन्छ, किनकि यसलाई होम बेस्ड रहेर पार्ट टाइमबाट स्टार्टअप गर्न सक्छौँ। र पार्ट टाइमबाट स्टार्ट गरेको बिजनेसले हामीलाई फाइनेन्सियली इन्डिपेन्डेन्ट बनाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ। र डाइरेक्ट सेलिङमा हामीले कुनै नयाँ काम गर्दैनौँ, हामीले जे काम गरिरहेको छौँ त्यसलाई नै अलिकति फरक तरिकाले गर्नेछौँ। जस्तो हामीले दैनिक रूपमा टुथपेस्ट युज गरिरहेको छौँ, कोलगेट, पेप्सोडेन्ट, डाबर जुनसुकै हुनसक्छ। त्यसै गरी हामीले रोयल जुस युज गरेको हुन सक्छौँ, भ्यासलिन, डिटर्जेन्ट पाउडर, डाबर हनी, हिमालयन फेस वास, या धेरै सामानहरू हामीले प्रयोग गरिरहेको छौँ। अब यो सामान हामीले कहाँबाट खरिद गर्छौँ भन्दा खुद्रा पसलबाट नै, किराना पसलबाट खरिद गरेर उपभोग गरिरहेको छौँ, जसलाई ट्रेडिसनल सेलिङ अर्थात् परम्परागत व्यापार व्यवसाय भनेर बुझिन्छ। अब यही सामान हामीले खरिद गर्दै गर्दाखेरि हामीले डाइरेक्ट सेलिङको थ्रुबाट खरिद गर्छौँ। मात्र हामीले पसल परिवर्तन गर्छौँ, अरू केही पनि परिवर्तन गर्दैनौँ। यहाँ पनि हामीले जुन खुद्रा पसलबाट किनिरहेको सामान छ त्यही सामानलाई नै हामीले उपभोग गर्ने हो, त्यही सामानलाई खरिद गर्ने हो। र त्यो खरिद गरे बापत हामीलाई कम्पनीले इन्कम प्रदान गर्छ। डाइरेक्ट सेलिङबाट सामान खरिद गर्दा तपाईँलाई 10% छुट पनि दिन्छ। र ट्रेडिसनल सेलिङ र डाइरेक्ट सेलिङमा के भिन्नता छ र डाइरेक्ट सेलिङले कसरी इन्कम दिन्छ र ट्रेडिसनल सेलिङले चाहिँ कसरी इन्कम दिन सक्दैन भन्ने कुरालाई प्रश्न भनौँ। हामी सबैजना कस्टमर हो, वी आर अल कस्टमर। हामीले सामान खरिद गर्छौँ, हामीले सामान खरिद गर्दाखेरि के गर्छौँ? 100% प्राइस दिएर खरिद गर्छौँ। अब ट्रेडिसनल सेलिङमा हेर्ने भने हामीले सामान खरिद गर्ने भनेको किराना पसल यानि कि खुद्रा पसलबाट सामान खरिद गर्छौँ। अब किराना पसलसम्म पनि सामान आइपुग्नुको लागि त कम्पनीले के गर्नु पर्यो? सामान उत्पादन गर्नु पर्यो नि त। र कम्पनीले कुनै पनि प्रोडक्ट म्यानुफ्याक्चरिङ गर्नको लागि चाहिँ 36% कस्ट लाग्छ। अब प्रोडक्ट उत्पादन भइसकेपछि त्यो प्रोडक्टलाई मार्केटमा चिनाउनको लागि त्यसको एडभर्टाइजिङ गर्नुपर्ने हुन्छ, विज्ञापन गर्नुपर्ने हुन्छ, पर्चा पम्पलेटलाई छाप्नुपर्ने हुन्छ, जसको लागि 45% खर्च लाग्छ। अब विज्ञापन भइसकेपछि फेरि त्यो प्रोडक्ट नेसनल एजेन्टकोमा जान्छ, नेसनल एजेन्टले 8% लिन्छ। त्यसपछि फेरि सेल्स फोर्सकोमा जान्छ, सेल्स फोर्सले 3% लिन्छ। त्यसपछि बल्ल होलसेलरकोमा पुग्छ, होलसेलरले पनि 5% लिन्छ। र रिटेलरकोमा पुग्दै गर्दाखेरि रिटेलरले 3% लिँदै गर्दा 100% प्राइस भनेर हामी सामु उपभोक्ता सामु प्रोडक्ट पुग्छ। जस्तो कि हामीले कुनै सामान 100 रुपियाँमा खरिद गरिरहेको छौँ भने त्यसको 36 रुपियाँमा सामान बनिसक्छ। अब बिचमा रहेको 64% चाहिँ कहाँ जान्छ भन्दै गर्दाखेरि यो बिचको बिचौलाले चाहिँ लिइरहेको हुन्छ। अब डाइरेक्ट सेलिङमा चाहिँ हामी कुनै पनि रिटेलरबाट सामान किन्दैनौँ, सिधै कम्पनीबाट किन्छौँ। तर कम्पनीबाट किन्दै गर्दाखेरि हामीले 100% प्राइस नै तिरेर खरिद गर्छौँ। यहाँ पनि सामान कस्टमरसम्म पुग्नको लागि चाहिँ सुरुमा म्यानुफ्याक्चरिङ हुनुपर्ने हुन्छ। म्यानुफ्याक्चरिङ हुनको लागि 36% नै कस्ट लाग्छ, तर 36% उत्पादन भएको सामान चाहिँ सिधै कस्टमरकोमा पुग्छ, कस्टमरले 100% प्राइस तिर्छ। र बिचमा रहेको जति पनि मार्जिन छ त्यो चाहिँ कसले पाउँछ? डिस्ट्रिब्युटरले पाउँछ। डिस्ट्रिब्युटर को हो त भन्दा जो व्यक्तिले प्रोडक्ट कन्ज्युम गर्दैछ, जो व्यक्ति कस्टमरको रूपमा डाइरेक्ट सेलिङको सामान खरिद गर्दैछ उनी डिस्ट्रिब्युटर भन्छ। अब ट्रेडिसनल सेलिङमा यहाँ तपाईँले देख्न सक्नुहुन्छ, ट्रेडिसनल सेलिङमा बिचमा रहेको जति पनि बिचौलाले लिएको मार्जिन छ त्यो चाहिँ सिधै कम्पनीको डिस्ट्रिब्युटर यानि कि कस्टमरले नै प्राप्त गर्छ। अब डाइरेक्ट सेलिङ चाहिँ के हो त? वाट इज डाइरेक्ट सेलिङ? डाइरेक्ट सेलिङ इज अ वर्ड अफ माउथ एडभर्टाइजिङ। हामीले मुखले गर्ने विज्ञापन नै वास्तवमा डाइरेक्ट सेलिङ हो। जस्तो तपाईँ एउटा होटलमा जानुभयो, खाजा खानुभयो, खाजा एकदम टेस्टी लाग्यो, सर्भिस पनि बेस्ट लाग्यो, तपाईँले तपाईँको साथीलाई त्यो होटलको बारेमा सेयर गर्नुभयो। तपाईँले सेयर गर्दै गर्दाखेरि तपाईँको 5 जना साथीले त्यो होटलमा गएर खाजा खाने भयो। खाजा खाँदै गर्दाखेरि प्रफिट कसलाई हुन्छ? होटलवालालाई हुन्छ। तर तपाईँको 5 जना साथीलाई त्यो होटलसम्म पुर्याउने काम कसको थियो? तपाईँको थियो, किनकि त्यो होटलको एडभर्टाइजिङ तपाईँले गर्नुभएको थियो। त्यो नै हो वास्तवमा डाइरेक्ट सेलिङ।
र यो डाइरेक्ट सेलिङमा आधारित कम्पनी हो हेल्दी लिभिङ नेपाल प्राइभेट लिमिटेड अर्थात् भेस्टिज कम्पनी। यसको नेपालमा प्रधान कार्यालय काठमाडौँ महानगरपालिका वडा नम्बर 9 32 पुतलीमा रहेको छ र यसलाई तपाईँले फिजिकल्ली पनि भिजिट गर्न सक्नुहुन्छ भने कस्टमर केयरमा कल गरेर पनि यसको ओभरअल इन्फर्मेसन लिन सक्नुहुन्छ। र यो कम्पनी ग्लोबल्ली ग्रोइङ कम्पनी हो। यसको प्रोफाइलको विषयमा अलरेडी मैले भिडियो बनाइसकेको छु। यदि तपाईँले त्यसलाई हेर्नु भएको छैन भने त्यसलाई तपाईँले हेर्न सक्नुहुन्छ। यसको भिजन रहेको छ हरेक पिपललाई इकोनोमिक इन्डिपेन्डेन्ट बनाउने अर्थात् आर्थिक रूपमा आत्मनिर्भर बनाउने यसको मेन भिजन रहेको छ भने यसको मिसन रहेको छ डाइरेक्ट सेलिङको इन्डस्ट्रीमा एउटा बेसमा खडा गर्ने एउटा उदाहरणीय कम्पनी भन्ने चाहिँ यसको मेन मिसन रहेको छ भने र यो कम्पनीको लिगालिटीलाई हेर्ने हो भने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पनि इजाजत पत्र प्राप्त गरिसकेको छ र यो कम्पनीले स्पेसल्ली हेल्थ केयर वेलनेस प्रोडक्ट पर्सनल केयर प्रोडक्ट होम केयर प्रोडक्ट र हेल्थ फुड प्रोडक्ट कन्ज्युमर प्रोडक्टलाई लिएर अगाडि बढेको छ। भेस्टिजका यी सामानहरू हामीले खरिद गरेर उपभोग गर्दै गर्दाखेरि कम्पनीले एउटा इन्डिपेन्डेन्ट बिजनेस प्लानलाई लिएर आएको छ जहाँबाट हामीले फाइनेन्सियली फ्रिडम पनि प्राप्त गर्न सक्छौँ। र भेस्टिजमा हामीले इन्कम दुई तरिकाबाट गर्न सक्छौँ। पहिलो रहेको छ कस्टमर लेभलमा रहेर पनि हामी इन्कम गर्न सक्छौँ। मात्र पसल परिवर्तन गरेर हामीले भेस्टिजबाट किन्दै गर्दाखेरि पनि इन्कम प्राप्त गर्न सक्छौँ। हामीले किनिरहेको खुद्रा पसलबाट किन्दा र भेस्टिजबाट किन्दाखेरि बेनिफिट चाहिँ के छ भन्दा डिस्काउन्टको विषयमा भन्नुपर्दाखेरि तपाईँले कुनै पनि नयाँ पसलमा गएर सामान खरिद गर्नुभयो भने के डिस्काउन्ट पाउनुहुन्छ र पक्कै पनि पाउनुहुन्न। हामीले रेगुलर किनिरहेको सपमा यदि हाम्रो आफन्त रिलेटिभ्स हुनुहुन्छ भने हामीलाई थोरै डिस्काउन्ट आउन सक्छ तर हामी कुनै नयाँ ठाउँमा गएर यदि कुनै सामान किन्दैछौँ भने डिस्काउन्ट पाउँदैनौँ। तर भेस्टिजमा तपाईँ जुनसुकै ठाउँबाट होस् चिनेको होस् या नचिनेको होस् जहाँसुकैबाट होस् हरेक प्रोडक्टमा 10% डिस्काउन्टमा तपाईँलाई प्रोडक्ट अभाइलेबल गराउँछ। क्यासब्याकको कुरा गर्नुपर्दाखेरि तपाईँले रेगुलर किनिरहनु भएको पसलमा अहिलेसम्म कतिौँ सामानहरू किनिसक्नुभयो तर अहिलेसम्म कुनै पनि बोनस अर्थात् क्यासब्याक दिएको छैन। तर भेस्टिजमा तपाईँले फर्स्ट पर्चेसदेखि नै कुनै पनि सामान किन्दै हुनुहुन्छ भने 5% देखि 11% तपाईँलाई क्यासब्याक पनि उपलब्ध गराउँछ। अर्को ग्यारेन्टीको विषयमा भन्नुपर्दा तपाईँले भेस्टिजबाट सामान खरिद गर्नुभयो त्यो सामान तपाईँलाई प्रयोग गर्न मन लागेन भने तपाईँले 30 दिनभित्र त्यो सामान रिटर्न गर्न सक्नुहुन्छ। तपाईँले 100% ग्यारेन्टीका साथ मनी ब्याक पोलिसी पनि रहेको छ। र स्पेशल अफर अब तपाईँले रेगुलर किनिरहनु भएको पसलमा स्पेशल अफर फेस्टिभल चाडपर्वको समयमा आउन सक्छ तर रेगुलर तपाईँले कुनै पनि खुद्रा पसलले तपाईँलाई अफर दिँदैन। तर भेस्टिजमा तपाईँले यदि 4 महिनासम्म कन्टिन्युअसली 6,000 को सामान खरिद गर्नुभयो भने 5औं महिना 4,000 देखि 5,000 बराबरको सामान तपाईँले फ्री पाउनुहुन्छ। तपाईँले जुनसुकै सामान किन्नुहोस् यदि तपाईँले महिनाको 6,000 भन्दा माथिको सामान किन्नुभयो भने 5औं महिना 4,000 बराबरको चाहिँ प्रोडक्ट फ्री गरिदिन्छ। र अर्को रहेको छ फ्री प्रोडक्ट्स। तपाईँले किनिरहनु भएको रेगुलर सपमा धेरै सामान किनिसक्नुभयो कन्टिन्युअसली धेरै सामान किन्नुभयो बिहानदेखि बेलुकासम्म चाहिने किचनको जुनसुकै सामान किन्दै गर्दाखेरि पनि अहिलेसम्म तपाईँलाई यदि धेरै मेरो सामान किनिदिनु भयो तपाईँलाई एउटा सामान फ्रीमा भनेर कुनै पनि सबले दिँदैन। तर भेस्टिजमा तपाईँले प्रत्येक महिना फरक प्रोडक्ट फ्रीमा पाउनुहुन्छ। जस्तो तपाईँले 1500 को सामान किन्दै गर्दाखेरि 150 बराबरको सामान तपाईँलाई कम्पनीले फ्री दिन्छ। यो महिने पछि फरक प्रोडक्ट तपाईँले फ्रीमा पाउनुहुन्छ। यो भयो कस्टमर लेभलमा तपाईँ अगाडि बढ्दै गर्दाखेरिको बेनिफिट। अब तपाईँले भेस्टिजको सामान खरिद गर्नुभयो तपाईँले बिहानदेखि बेलुकाको इच एन्ड एभ्री सामानहरू तपाईँले युज गर्नुभयो युज गरिसकेपछि तपाईँले सेयर गर्नुभयो भने एडिसनल इन्कम लाइफ लङ जिन्दगीभर तपाईँले प्यासिभ इन्कम पनि गर्न सक्नुहुन्छ तपाईँले सामान खरिद गरेर यदि सेयर गर्नुभयो भने। र अब सेयर गर्दै गर्दाखेरि हामीले एउटा लिडरसिपमा इन्कम गर्न सक्छौँ। लिडरसिपमा योभन्दा ज्यादा इन्कम गर्छौँ। अब लिडरसिपमा इन्कम गर्नको लागि चाहिँ सुरुमा तपाईँले के गर्नुहुन्छ सामान किन्नुहुन्छ युज गर्नुहुन्छ र सेयर गर्नुहुन्छ। अब भेस्टिजको कुनै पनि प्रोडक्ट किन्दै गर्दाखेरि कम्पनीले हामीलाई एउटा सर्टेन पोइन्ट भ्यालुम दिन्छ। अब यो पोइन्ट भ्यालुम भन्ने गर्दाखेरि थोरै कन्फ्युजन हुन सक्छ। हामीले कुनै पनि सामान किन्दै गर्दा कम्पनीले त्यो सामानको एउटा पोइन्ट भ्यालुम तोकेको हुन्छ जुन पोइन्ट भ्यालुमकै आधारमा हाम्रो इन्कम हुन्छ। अब पोइन्ट भ्यालुमलाई अझ सहज तरिकाले बुझ्दै गर्दा तपाईँले यदि इस्योर चलाउनु भएको छ भने इस्योरबाट कुनै पनि ट्रान्जेक्सन गर्दै गर्दै तपाईँले एउटा सर्टेन रिवार्ड पोइन्ट दिन्छ। त्यस्तै तपाईँले भेस्टिजबाट सामान खरिद गर्दै गर्दाखेरि कम्पनीले त्यो प्रोडक्टको प्राइस अनुसार एउटा पोइन्ट भोल्युम तोकेको हुन्छ। त्यही पोइन्ट भ्यालुमको आधारमा हाम्रो बिजनेस ग्रो हुन्छ र हाम्रो इन्कम पनि हुन्छ। जस्तो यदि त्यसलाई पैसामा तुलना गर्ने हो भने तपाईँले 50 रुपियाँ बराबरको सामान किन्दै गर्दाखेरि 1 PB तपाईँले पाउनुहुन्छ। फर इक्जाम्पल तपाईँले 5,000 बराबरको सामान खरिद गर्नुभयो भने तपाईँले 100 PB पाउनुहुन्छ। अब तपाईँले भेस्टिजमा जानुभयो र 100 PB बराबरको सामान खरिद गर्नुभयो। अब खरिद गरेर तपाईँले युज गर्नुभयो तपाईँले सेयर गर्नुभयो तपाईँले बीलाई सेयर गर्नुभएको थियो बीले पनि 100 PB को सामान खरिद गर्यो। अब बीले 100 PB को सामान खरिद गर्दै गर्दाखेरि उसको 100 PB तपाईँलाई पनि काउन्ट हुन्छ तपाईँलाई पनि प्लस हुन्छ।
फेरि बीले प्रोडक्ट किनिसकेपछि प्रोडक्ट युज गर्यो र त्यो बेनिफिट सीलाई सेयर गर्यो। अब सीले पनि 100 पीबीको सामान खरिद गर्यो भने सीले खरिद गरेको 100 पीबी बीलाई पनि प्लस हुन्छ र एलाई पनि प्लस हुन्छ। यहाँनिर तपाईँको सिस्टमेटिक तरिकाले इन्कम हुन्छ र जसलाई हामीले कम्पाउन्डिङ पनि भन्छौँ। यदि कम्पाउन्डिङ फर्मुलालाई बुझेर हामीले बिजनेस गर्छौँ भने हामीले यहाँ महिनामा लाखौँ पनि कमाउन सक्छौँ, करोडौँ पनि कमाउन सक्छौँ। त्यसको लागि चाहिँ हामीले कम्पाउन्डिङको रिजल्टलाई, कम्पाउन्डिङको पावरलाई बुझ्न जरुरी छ। अब कम्पाउन्डिङ कसरी हुन्छ त? अब यो त हो तपाईँले सामान खरिद गरेर अरू कसैले सेयर गर्दै यसै प्लस हुन्छ भने। अब कम्पाउन्डिङको पावरलाई बुझेर हामीले प्रोडक्ट कन्ज्युम गरेर सेयर गर्यो भने यहाँबाट महिनाको लाखौँ इन्कम गर्न सक्छौँ। जस्तो तपाईँलाई मैले यहाँ 5 महिनाको कम्पाउन्डिङ रिजल्टलाई देखाउने छु। तपाईँले 5 महिनासम्म यदि रियल कम्पाउन्डिङमा जानु भने तपाईँको इन्कम कति हुन्छ त? तपाईँ पहिलो महिना तपाईँ आफैले 5000 बराबरको सामान खरिद गर्नुभयो भने तपाईँले 200 बराबरको इन्कम प्राप्त गर्न सक्नुहुन्छ। अब तपाईँले पहिलो महिना 5000 को सामान खरिद गर्नुभयो, युज गर्नुभयो र दोस्रो महिना मात्रै 6 जनालाई प्रोडक्टको बारेमा, कम्पनीको प्रोडक्टको बारेमा, भेस्टिजको विषयमा सेयर गर्नुभयो 6 जनालाई। अब त्यो 6 जनाले पनि मात्र 5000 को सामान खरिद गर्नुभयो भने तपाईँको सिस्टमबाट 30000 को सामान सेल हुन्छ। 30000 को सामान सेल हुँदै गर्दाखेरि तपाईँको इन्कम हुन्छ 2304 रुपैयाँ। अब फेरि यो 6 जनालाई पनि भेस्टिजको बारेमा, भेस्टिजको इन्कम, भेस्टिजको प्रोडक्टको बारेमा 6 जनालाई सेयर गर्नु भने 36 जना हुन्छ। 36 जनाले मात्र 5000 को सामान खरिद गर्दै गर्दा तपाईँको सिस्टमबाट 1,80,000 बराबरको सामान सेल हुन्छ। त्यतिखेर तपाईँको इन्कम 8000 भन्दा प्लस हुन पुग्छ। अब फेरि यो 36 जनाले मात्र 6 जनालाई कम्पनीको बारेमा, प्रोडक्टको बारेमा सेयर गर्नुभयो। 6 जनाले सेयर गर्दा 216 हुन्छ। 216ले मात्र 5000 को सामान खरिद गर्दै गर्दा तपाईँको सिस्टमबाट 10,80,000 बराबरको सामान सेल हुन्छ। जतिखेर तपाईँको इन्कम 81,000 हुन्छ। अब 216 जनाले पनि मात्रै 6 जनालाई कम्पनीको बारेमा सेयर गर्नुभयो, भेस्टिजको प्रोडक्ट खरिद गर्दै गर्दाखेरि यस्तो बेनिफिट पाउँछ भनेर मात्र 6 जनालाई सेयर गर्यो भने 216 × 6 गर्दा 1296 हुन्छ। 1296ले पनि मात्र 5000 को सामान खरिद गर्दै गर्दा तपाईँको सिस्टमबाट 64,80,000 बराबरको सामान सेल हुन्छ। जतिखेर तपाईँको इन्कम 3,90,000 हुन पुग्छ। अब मात्र तपाईँले सुरुवात 6 जनाबाट गर्नुभएको, मात्र तपाईँले के भन्नुभएको, सामान युज गरौँ भनेर मात्रै भन्नुभएको। जुन कुरा हामीले पहिले पनि भनिरहेको थियौँ, यो सामान चाहिँ बेस्ट छ भनेर, यो सामान चाहिँ राम्रो छ भनेर अगाडि पनि सेयर गरिरहेको थियो। अब हामीले एउटा सिस्टममा रहेर त्यो सामानलाई सेयर गर्यो भने, त्यो प्रोडक्टको बारेमा सेयर गर्यो भने हामीले यो लेभलको इन्कम गर्न सक्छौँ। अब तपाईँको टोटल इन्कमलाई हेर्ने हो भने 4,81,304 रुपैयाँ हुन्छ। यसमा तपाईँले 10% मात्रै काम गर्नुभयो भने तपाईँको 5 महिनाको इन्कम भनेको 48,130 रुपैयाँ हुन्छ। अब त्यसलाई पर मन्थ हेर्ने हो भने चाहिँ 9,626 रुपैयाँ। अब तपाईँले दिनमा मात्र फ्री भएको टाइमलाई युटिलाइज गरेर मात्र तपाईँले युज गर्नुभएको सामानलाई सेयर गर्दै गर्दाखेरि यो लेभलको इन्कम गर्न सकिन्छ भने वाइ नट, किन स्टार्ट नगर्ने? अब तपाईँले फर्स्टमा एकजनाबाट सुरुवात गर्नुभएको थियो। फर्स्ट अफ अल तपाईँले आफैले प्रोडक्ट युज गर्नुभएको थियो, मात्र 6 जनालाई प्रोडक्ट युज गर्नको लागि चाहिँ रिक्वेस्ट गर्नुभएको थियो। 6 जनालाई मात्रै प्रोडक्टको बारेमा सेयर गर्नुभएको थियो। अब 6ले 6 गर्दै गर्दाखेरि तपाईँको टोटल टिम हुन पुग्छ 1555 जनाको टिम हुन पुग्छ। अब नेक्स्ट मन्थ हेर्नुहोस्, 6औं महिना तपाईँको कसैले पनि कसैलाई सेल गरेन, मात्र जतिजना छ तपाईँको टिममा 1555 जनाले 1,000 को मात्रै सामान किन्दै गर्दा तपाईँको सिस्टमबाट 15,55,000 बराबरको प्रोडक्ट सेल हुन्छ। अब तपाईँको 6 मन्थदेखि एभरेजमा इन्कम 1 लाख प्लस गर्नु पुग्छ। यसरी चाहिँ कम्पाउन्डिङको आधारमा भेस्टिजले हामीलाई इन्कम प्रदान गर्छ। अब कम्पाउन्डिङ इन्ट्रेस्टलाई विश्वास गर्ने कि नगर्ने त? अब अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ, कम्पाउन्डिङ इन्ट्रेस्ट इज द 8th वन्डर अफ द वर्ल्ड। यदि विश्वको 8औं आश्चर्य चिज हुन्छ भने त्यो हो कम्पाउन्डिङ रिजल्ट। कम्पाउन्डिङ यति फास्ट अगाडि बढ्छ जसको हामीले आकलन पनि गर्न सक्दैनौँ। कम्पाउन्डिङले जहिले पनि मिराकल गर्छ। तपाईँले यो इन्कम पनि देख्न सक्नुहुन्छ। पहिलो महिनाको 200 को इन्कम 5औं महिनामा पुग्दै गर्दा 3,90,000 हुन पुग्छ। त्यसैले भेस्टिजमा हामी अगाडि बढ्दै गर्दाखेरि फाइनेन्सियली रूपमा पनि हामी स्ट्रङ बन्न सक्छौँ। भेस्टिजको यदि रियल इन्कम प्लानलाई हेर्ने हो भने भेस्टिजले हामीलाई 10 तरिकाबाट इन्कम दिन्छ। 10 वेज अफ इन्कम रहेको छ। फर्स्टमा सेभिङ एन्ड कन्जम्पसन 10%, परफर्मेन्स बोनस 5 to 11%, ब्रोन्ज डाइरेक्टर बोनस 4%, बिजनेस बिल्डिङ बोनस 14%, टिम बिल्डिङ बोनस 2%, एलओबी 17%, लिडरशिप बोनस, एलओबी को अर्थ लिडरशिप बोनस 17%, ट्राभल फन्ड 3%। तपाईँ हामीलाई घुम्न जानको लागि कम्पनीले ट्राभल फन्ड पनि दिन्छ।
कार फन्ड 5% कम्पनीले हामीलाई कार किन्नको लागि पनि इन्सेन्टिभ इन्कम दिन्छ र हाउस फन्ड 3% हामीलाई घर किन्नको लागि यानी घर बनाउनको लागि पनि कम्पनीले हामीलाई 3% छुट्टै इन्कम दिन्छ। इडाइट क्लब बोनस भनेर 2% हामीलाई कम्पनीले इन्सेन्टिभ दिन्छ। अब यो इन्सेन्टिभको विषय बुझ्नको लागि चाहिँ तपाईले पर्सनली कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसको विषयको डेप्थमा तपाईले अझ बुझ्नको लागि चाहिँ हामीले नेक्स्ट भिडियो बनाउनेछौँ। भेस्टिजको बेनिफिट भेस्टिजको इन्कम त बुझ्यो। अब कसरी अगाडि बढ्ने त कसरी स्टार्ट गर्ने त भन्दा तपाईले के फर्महरूलाई फिलअप गर्नुपर्ने हुन्छ त्यो पनि तपाईँ अनलाइन नै गर्न सक्नुहुन्छ। तपाईँ आफैले पनि भर्न सक्नुहुन्छ। त्यसको लागि फेरि नेक्स्ट भिडियो आउनेछ। सो अब तपाईँले फर्स्ट अफ अल तपाईँको आइडी बनाउनको लागि चाहिँ तपाईँले फ्रीमा रजिस्टर गर्न सक्नुहुन्छ। त्यस पश्चात तपाईँको आइडीलाई ग्रिन बनाउनको लागि तपाईँले के प्रोडक्टहरू पर्चेस गर्नुपर्ने हुन्छ। त्यसमा तपाईँले 40 PB को 60 PB को 100 PB को प्रोडक्ट खरिद गर्न सक्नुहुन्छ र तपाईँको आइडीलाई एक्टिभ बनाउँदै गर्दाखेरि चाहिँ तपाईँले भोटर आइडी अर्थात् सिटिजनसिप आइडीबाट चाहिँ तपाईँले आइडी बनाउनु पर्ने हुन्छ। त्यस पश्चात तपाईँको इन्कम पाउनको लागि चाहिँ आफूले गरेको कामको इन्कम पाउनको लागि चाहिँ तपाईँले आफ्नो पर्सनल ब्याङ्क अकाउन्टलाई पनि अपडेट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँले ब्याङ्कको क्यास बुक अर्थात् चेक बुकलाई तपाईँले फोटो खिचेर चाहिँ त्यसलाई मेल गर्नुपर्ने हुन्छ। त्यस पनि अपडेट गर्नुपर्ने हुन्छ। सँगसँगै हाम्रो इन्कमको ट्याक्स हामीले नेपाल सरकारलाई तिर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि तपाईले प्यान कार्ड पनि अपडेट गरेको हुनुपर्छ। यति गरेपछि तपाईको आइडी एक्टिभ हुन्छ र तपाईँ मजाले इन्कम गर्न सक्नुहुन्छ। त्यो पनि तपाईको घरमा बसेर तपाईको फ्री टाइमलाई युटिलाइज गरेर तपाईले भेस्टिज अर्थात् हेली लिभिङबाट इन्कम गर्न एकदमै धेरै सजिलो छ। यहाँ काम गर्न एकदमै धेरै इजी छ। तपाईले भेस्टिजको कुनै पनि सामान खरिद गर्नुभयो तपाईले युज गर्नुभयो जस्तो तपाईले भेस्टिजको ग्रिन टीलाई युज गर्नुभयो एकदमै राम्रो लाग्यो। भेस्टिजको स्याम्पूले युज गर्नुभयो एकदमै धेरै राम्रो लाग्यो। भेस्टिजको क्याल्सियमले युज गर्नुभयो, भेस्टिजको फाइबरले युज गर्नुभयो, भेस्टिजको नोनीले युज गर्नुभयो, एलोभेराले युज गर्नुभयो। अब त्यसको बेनिफिट तपाईले सेयर गर्नको लागि न त तपाईले गर्दै गर्नुभएको जबलाई छोड्नुपर्छ, न तपाईले स्टडीलाई छोड्नुपर्छ, न त तपाईले आफ्नो घर नै छोड्नुपर्छ। तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट तपाईँले युज गर्नुभएको तपाईँले पाउनुभएको बेनिफिटलाई सेयर गर्नुहोस्। सोसियल मिडियाको थ्रुबाट सेयर गर्नुहोस् या जुनसुकै माध्यमबाट सेयर गर्नुहोस्। सेयर गर्दै गर्दाखेरि इन्कम बन्न पुग्छ। हेली लिभिङ अर्थात् भेस्टिजमा आइडी रजिस्टर गर्नको लागि अर्थात् आइडी लगइन गर्नको लागि डिस्क्रिप्सनमा मैले लिङ्क छोडेको छु, जुन लिङ्कबाट तपाईँ आफैले पनि आफ्नो आइडी रजिस्टर गर्न सक्नुहुन्छ। साथै अन्य जानकारी लिनको लागि स्क्रिनमा दिएको नम्बरबाट पनि तपाईँले पर्सनली कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। भेस्टिज अर्थात् हेली लिभिङको अन्य जानकारीको लागि पनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।